अन्ततः नेपालले इतिहास रचेको छ। नेपालले आज अर्थात् सेप्टेम्बर 27 को दिन भएको म्याचमा वेस्ट इन्डिजलाई 19 रनले पराजित गरेको छ। नेपाल र वेस्ट इन्डिज बीच भएको पहिलो म्याच निकै नै रोमाञ्चक ढङ्गले समाप्त भएको छ। युनिटी कपको पहिलो म्याच निकै ऐतिहासिक र शानदार भयो। सेप्टेम्बर 27 को दिन भएको म्याचमा नेपालले पहिला ब्याटिङ गरेर 149 रनको टार्गेट वेस्ट इन्डिजलाई दिएको थियो। नेपालको तर्फबाट ब्याटिङमा सर्वाधिक रनकर्ताको रूपमा रोहित कुमार पौडेलले 35 बलमा 38 रन बनाए। त्यसैगरी कुशल मल्लले 21 बलमा 30 रन, गुलसन झाले 16 बलमा 22 रन, दिपेन्द्र सिंह 17 बलमा 19 रन, सन्दीप जोराले 6 बलमा 9 रन, सोमपाल कामीले 6 बलमा 9 रन, कुशल भुर्तेलले 11 मा 6, आरिफ शेखले 4 मा 3, करण केसीले 1 मा 0, नन्दन यादवले 2 मा 7 रन बनाएका थिए। नेपाल तर्फको बलिङ लाइनअपको कुरा गर्नुपर्दा सर्वाधिक विकेट टेकरको रूपमा कुशल भुर्तेल रहे, जसले 4 ओभर बलिङ गर्दै 2 विकेट लिए। त्यसैगरी दिपेन्द्र सिंह, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र रोहित कुमार पौडेलको नाममा एक एक विकेट रह्यो। आजको यो म्याच नेपाली टिमको लागि इतिहास रह्यो, जहाँ नेपालले पहिलो पटक टेस्ट नेसन राष्ट्रलाई 19 रनले पराजित गर्यो। त्यसैगरी अब नेपालको अर्को म्याच सेप्टेम्बर 29 अर्थात् नेपालीमा असोज 13 गते सोमबार रहेको छ। यो ऐतिहासिक जितको लागि नेपाली टिमलाई कङ्ग्रेचुलेसन भनी कमेन्ट गर्न नभुल्नुहोला। नेपाली क्रिकेट र अन्य अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। धन्यवाद।